नमस्ते। मैले चाहिँ सानो सानो भिडियो हजुरहरूको लागि एकदमै सर्ट भिडियो बनाएर चाहिँ प्रष्ट बुझिने तरिकाले हाम्रो नयाँ दिदीबहिनीहरू जसले चाहिँ सिलाइ बुनाइ सिक्नुभएको छैन, जसलाई चाहिँ इच्छा छ उहाँहरूको लागि एकदम सिम्पल र सरल तरिकाले चाहिँ तपाईँहरूलाई प्रष्ट बनाउने कोसिस गरेको छु। यो चाहिँ बेसिक कोर्सबाट मैले सुरुवात गरेको छु। बेसिक कोर्समा चाहिँ यसमा पहिलो सब्जेक्ट पर्न जान्छ यसको यो बच्चाको भोटो र बच्चाको भोटो सिलाउँदाखेरि चाहिँ हामी मेजरमेन्ट नापबाट जानुपर्ने हुन्छ। सुरुमा नाप लिइन्छ र नापको साथमा हामीले सूत्र अनुसार सही तरिकाले नाप लिएपछि त्यस पछाडि थ्योरी के हुन्छ त के गरेर काट्न सकिन्छ त यसलाई यो भोटोलाई भनेर चाहिँ हामीहरूले सानो थ्योरी दिन्छौँ र यसको लम्बाइ रहेको छ। यसको जुन भोटोको मेजरमेन्ट अथवा नाप को लम्बाइ रहेको छ 13, कुम रहेको छ 10 र काखी रहेको छ 4 र गला रहेको छ 1 है। र त्यस पछाडि हामीले सूत्र लाउनु पर्ने हुन्छ, सूत्र युज गर्नुपर्ने हुन्छ र सूत्र अनुसार चाहिँ यसलाई डिभाइड गर्नुपर्ने हुन्छ है। अब लम्बाइको डिभाइड हुन्छ कि प्लस हुन्छ कि माइनस हुन्छ कि होइन। अब लम्बाइको चाहिँ हामीले +2 गरेर 13 लम्बाइ 13 छ, 13मा +2 गरेर 15 लम्बाइको भोटो छ र कुम चाहिँ हामीले भागा 2 गर्नुपर्छ र यहाँ हाम्रो कुम 10 छ र भागा 2 गर्दा त्यसको कुमको लम्बाइ 5 हुन्छ र काखी 4 काखीलाई कुनै लम्बाइ भागा प्लस चाहिँदैन। काखी 4को 4 हुन्छ र गला 1को 1 हुन्छ। यो चाहिँ एउटा बच्चाको भोटोको मेजरमेन्ट हो है। बच्चाको भोटोको ग्राफ प्रष्ट बुझिराख्नु होला। र सबैजनाले अब यसको रेगुलर तपाईँहरूले ड्राफ्ट पनि पाउनको लागि, यसको सिलाइ पनि पाउनको लागि, पेपर कटिङ पाउनको लागि तपाईँहरूले सब्सक्राइब, लाइक, कमेन्ट, फलो सबै थोक गरेर चाहिँ यो चाहिँ तपाईँहरूले पाउन सक्नुहुनेछ, सजिलै उपलब्ध गर्न सक्नुहुनेछ र डेली बेसिकमा मैले भिडियो सेयर गर्नेछु र त्यो भिडियो लाई चाहिँ भरपुर फाइदा लिन सक्नुहुन्छ है हजुरहरूले। बुझ्नुभयो र अब यसलाई चाहिँ यो हामीले जब हामी नयाँ छौँ भनेदेखि नयाँले चाहिँ 2टा भोटो सिलाउनु पर्ने हुन्छ सिक्दाखेरि चाहिँ है। जतिवटा सिलाए पनि भयो, तर सिक्दाखेरि चाहिँ 2टा भोटोसम्म सिलाउँदाखेरि तपाईँहरू लगभग पर्फेक्ट हुनुहुन्छ र यसलाई कटिङ गर्दा 4 पातमा कटिङ गर्नुपर्ने हुन्छ र बन्द भाग आफूपट्टि हुन्छ। बन्द भाग आफूपट्टि हुन्छ मतलब मैले अब ड्राफ्ट गरेर अनि पेपर कटिङ